नमस्ते। आज हामी भक्तपुरको मुटुको धड्कन मानिने एउटा जीवन्त उत्सव बिस्का जात्राको बारेमा कुरा गर्दैछौँ। यो एउटा यस्तो उत्सव हो जहाँ संस्कृति, मिथक र समुदाय सबै एउटै धागोमा उनिएको छ। सोच्नुस् त नयाँ वर्षको स्वागत कसरी हुन्छ होला। एउटा विशाल रथ छ अनि पुरै सहर दुई भागमा बाँडिएर त्यसलाई आफ्नोतिर तान्न प्रतिस्पर्धा गर्दैछ। हो, बिस्का जात्राको सुरुवात नै यति रोमाञ्चक हुन्छ। ल अब अलि भित्र पसेर हेरौँ है त। यो बिस्का जात्रा भनेको एक दिनको रमाइलो मात्रै होइन नि, यो त पुरै 8 रात र 9 दिनसम्म चल्ने एउटा भव्य उत्सव हो जहाँ संस्कृति, मिथक र समुदाय सबै एकै ठाउँमा देखिन्छ। त्यहाँको माहौल साँच्चै नै अर्कै हुन्छ। एकजनाले भनेको कुराले त्यो ऊर्जालाई ठिक बयान गर्छ। विभिन्न ठाउँका समूहहरूले विपरीत दिशामा तान्छन्, जसले गर्दा एउटा रोमाञ्चक ऊर्जा पैदा हुन्छ। हो, त्यही होडबाजी, त्यो परम्परागत बाजाको धुन, त्यसले पुरै भक्तपुरलाई जगाइदिन्छ। ल यसको बारेमा केही कुराहरू थाहा पाइराखौँ है त। यो जात्रा खासमा नेपाली नयाँ वर्षको बेला मतलब मध्य अप्रिलतिर मनाइन्छ। जात्राका मुख्य देवता भनेका भैरव र भद्रकाली हुन्। उहाँहरूलाई नै रथमा राखेर घुमाइने हो। अनि अर्को कुरा, यो कुनै आजभोलि सुरु भएको चलन होइन, यो त लिच्छवी वा मल्लकालदेखि नै चलिआएको मानिन्छ। कति पुरानो, कति महत्त्वपूर्ण। हरेक परम्पराको पछाडि न एउटा कथा लुकेको हुन्छ, होइन त? बिस्का जात्राको कथा त झनै रोचक छ, अलि रहस्यमयी पनि हो। यही कथाले नै जात्राको हरेक रीतिरिवाजलाई एउटा गहिरो अर्थ दिएको छ। अनि कथाको सबैभन्दा ठुलो प्रश्न नै यही हो, किन ती राजकुमारीका पतिहरूको विवाहकै रातमा मृत्यु हुन्थ्यो? यस्तो के रहस्य थियो होला जसले गर्दा जसले उनीसँग बिहे गर्थ्यो ऊ बिहान देख्न पाउँदैन थियो? अनि कथामा एकजना साहसी युवक आउँछन् जसले यो रहस्य पत्ता लगाउने आँट गर्छन्। विवाह भयो तर उनी सुतेनन्, रातभरि जागा बसे। अनि मध्यरातमा जब राजकुमारी मस्त निद्रामा थिइन्, उनले त्यो भयानक रहस्य देखे। राजकुमारीको नाकबाट 2वटा विषालु सर्प निस्किने थिए। ती युवकले एकैछिन पनि ढिला नगरी आफ्नो तरबार निकाले र दुवै सर्पलाई मारे। हो, त्यसै गरी उनले त्यो खतरनाक श्रापलाई सधैँका लागि अन्त्य गरिदिए। सोच्नुस् त, राजकुमारीको नाकबाट 2वटा विषालु सर्प। यही घटना, यही एउटा क्षणले पुरै कथालाई मोड दिन्छ। र यही श्रापको अन्त्यको सम्झनाले नै आज हामीले देख्ने बिस्का जात्रालाई आकार दिएको हो। त्यसैले त बिस्का जात्रालाई विजयको उत्सव भनिन्छ। यो केवल एउटा श्रापमाथिको विजय मात्र होइन, यो त हरेक दुष्ट शक्तिमाथि असल शक्तिको विजयको प्रतीक हो। र त्यही पौराणिक जितलाई हरेक वर्ष भव्यताका साथ मनाइन्छ। ल अब त्यो कथालाई जात्राको सबैभन्दा ठुलो आकर्षण रथ यात्रासँग जोडौँ है त। त्यो विशाल रथलाई तानातान गर्ने जुन होडबाजी चल्छ नि, त्यो वास्तवमा त्यही पौराणिक सङ्घर्षको एउटा जीवन्त पुनराभिनय हो। यो रथयात्रामा के हुन्छ भने भगवान भैरव र भद्रकालीका मूर्तिहरूलाई एउटा 3 तले विशाल काठको रथमा राखिन्छ अनि त्यो रथलाई भक्तपुरका साँगुरा गल्लीहरूमा घुमाइन्छ। तर यो सामान्य परिक्रमा जस्तो होइन, यो त एक किसिमको शक्ति प्रदर्शन हो, प्रतिस्पर्धा हो। अनि यहीँनिर देखिन्छ जात्राको सबैभन्दा जीवन्त दृश्य। पुरै भक्तपुर सहर 2 भागमा बाँडिन्छ, थने अर्थात् माथिल्लो टोल र खोने अर्थात् तल्लो टोल। अनि दुवैतिरका मानिसहरूले त्यो विशाल रथलाई आफ्नो टोलतिर तान्न जिउ ज्यानले बल लगाउँछन्। त्यो दृश्य हेर्न लायकको हुन्छ। रथ यात्रा त भयो, अब जात्राको अर्को एकदमै महत्त्वपूर्ण पाटो आउँछ, यो सिंहदेव अर्थात् पवित्र लिङ्गो उठाउने समारोह। यो लिङ्गोले पुरानो वर्षको अन्त्य र नयाँ वर्षको सुरुवातको सङ्केत गर्छ। अब यो योसिङदेव भनेको के हो त? यो खासमा एउटा अग्लो पवित्र काठको खम्बा हो। यसलाई ठुलो धुमधामका साथ ठडाइन्छ अनि नयाँ वर्ष लागेपछि फेरि ढालिन्छ। यो उठाउनु र ढाल्नुले समयको चक्रलाई जनाउँछ। मतलब कुनै कुराको अन्त्य हुनु भनेको नयाँ सुरुवात हुनु हो। अनि यो लिङ्गो सानोतिनो हुँदैन नि। लेसिङ खेलमा ठडाइने मुख्य लिङ्गो त 55 हात लामो हुन्छ। सोच्नुस् त कति अग्लो होला। यसलाई उठाउन आफैमा एउटा ठुलो चुनौती हो र यसले समुदायको सामूहिक शक्ति पनि देखाउँछ। यहाँ एउटा अर्को रमाइलो कुरा छ। बिस्का जात्रामा वास्तवमा एउटा होइन 2वटा लिङ्गो उठाइन्छ। एउटा हुन्छ कुमाले टोलमा ठडियाइने हात नभएको लिङ्गो अनि अर्को भेलु खेलमा उठाइने सर्प लिङ्गो हो। यसमा चाहिँ
ती मारिएका सर्पहरूको प्रतीकको रूपमा लामो नीलो कपडा बेलिन्छ। यसले त्यो पुरानो कथालाई हरेक वर्ष जीवन्त बनाइराख्छ। यो केवल एउटा चलन मात्रै होइन, यसमा मानिसहरूको गहिरो आस्था जोडिएको छ। त्यहाँ के विश्वास गरिन्छ भने जसले यो लिङ्गो उठाएको देख्छ उसको आउने वर्षभरिका लागि सबै शत्रु नाश हुन्छन्। सायद त्यसैले होला यसलाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ। यति धेरै विधिहरू, यति धेरै परम्पराहरू, आखिर यो 9 दिनको उत्सव कसरी अघि बढ्छ त? ल अब सरसर्ती यसका मुख्य कार्यक्रमहरू कहिले कहिले हुन्छन् भनेर हेरौँ है त। सबैभन्दा पहिले पहिलो दिनमा रथ तानातानबाट जात्राको औपचारिक सुरुवात हुन्छ। त्यसपछि चौथो दिनमा ल्युसिङ खेलमा त्यो विशाल लिङ्गो ठेडाइन्छ। पाँचौं दिन जुन नेपाली नयाँ वर्षको दिन हो त्यो नै उत्सवको मुख्य दिन हो। सबैभन्दा धेरै भिड त्यही दिन हुन्छ। अनि अन्त्यमा 8औं दिनमा त्यो लिङ्गो ढालेर पुरानो वर्षलाई विधिवत बिदा गरिन्छ। यही नै हुन् जात्राका केही खास क्षणहरू। अब अन्त्यमा के भन्न सकिन्छ भने बिस्का जात्रा केवल एउटा पर्व मात्रै होइन, यो त भक्तपुरको आत्मा हो, एउटा जिउँदो इतिहास हो जुन हरेक वर्ष सडकमा उत्रिन्छ र आफूलाई फेरि एकपटक जीवन्त बनाउँछ। त्यसो भए यसको सार के त? बिस्का जात्रा भनेको विजय र नयाँ सुरुवातको उत्सव हो। यो समुदायको एकता र शक्तिको प्रदर्शन हो। यसले हामीलाई हाम्रा प्राचीन कथाहरू र परम्परासँग जोड्छ अनि नयाँ वर्षको लागि मनमा आशा र उमङ्ग भर्छ। यो साँच्चै नै नेवार संस्कृतिको एउटा अनुपम धरोहर हो। बिस्का जात्राले नयाँ सुरुवातलाई कसरी मनाउनुपर्छ भन्ने एउटा गजबको उदाहरण दिन्छ। यसले एउटा प्रश्न छोडेर जान्छ, हामी आफ्नो जीवनमा आउने नयाँ सुरुवातहरूलाई कसरी मनाउँछौँ, कसरी त्यसलाई अर्थपूर्ण बनाउँछौँ?